अब म त्यो पास गर्छु अनि बेबीलाई भेट्छु। विथिन 5 सेकेन्ड मैले इमिग्रेसन पास गरेको। जस्ट पासपोर्ट स्क्यान भयो अनि फोटो खिच्यो एउटा अनि भयो कि कति इजी कि सबै अटो सिस्टम रहेछ। ड्युटी फ्रीहरू यहाँ सबै। वा कस्तो राम्रो भयो यो सिङ्गापुरको एयरपोर्ट। अब म चाहिँ त्यहाँ लगेज पिक गर्छु अनि यहाँ चाहिँ यो बेल्टमा अब सर लाएर लगेजहरू आउँछ सबैजनाको अनि मेरो पनि आउँछ कुरिरहेको छ है त। हामी चाहिँ पुरा घुमिरहेछौँ। अब हामी स्टारबक्स खान जानु लाग्यो। यता चाहिँ पानी परिरहेछ कि पानी परिरहेछ। अब त्यहाँ गएर हामीले बाटो काट्ने हो अनि हामी चाहिँ यता जाने हो खासमा। यहाँ चाहिँ रुख काटिरहेछ नि यस्तो क्रेनमा हामी स्टारबक्स खानु लाग्यो है। अर्डर दिन लाउनुपर्छ बेबीले। अन्त त कफी कस्तो छ? बेबीको आइस लाटे हो, मेरो चाहिँ हटमा चाय मिठो छ होला। चाहिँ हाम्रो स्टारबक्स आइसक्यो। क्रोसान चकलेट क्रोसान र मेरो चाहिँ साइड टी लाटे हटमा अनि उहाँको चाहिँ कोल्डमा हो। लुक्स हामी चाहिँ मल घुम्न आएको यहाँको। यहाँ चाहिँ रक क्लाइम्बिङ गर्दैछ। यहाँ उयो चढिरहेको छ यहाँ मजाले। हामी चाहिँ यो मलमा आएर यस्तो बसिरहेछौँ। एकछिन थकै लाग्यो। कस्तो चहल पहल भइरहेछ यहाँ मान्छेहरूको रमाइलो कि। राम्रो छ सिङ्गापुर। हामी चाहिँ यसो इभिनिङ वाक हिँडिरहेछौँ। आजकल लाएर यति हिँड्ने यति रमाइलो हुन्छ। पानी परेको थियो अघि। हामी चाहिँ अब सबै खान जानु लाग्यो है यो मलभित्र। त्यो पनि खास छैन नि त इन्डियन नै कति खाने हो बिरयानीहरू। त्यही भएर अब सबै खाने भनेर आएको हामी। यस्तो रमाइलो माहौल छ। यहाँ चाहिँ हाम्रो सबै बन्दैछ। अब हाम्रो सर्भ हुन लाग्यो अनि हामी खान्छौँ। हाम्रो सबवे र कोक आयो। अब हामी खान लाग्यो है। खानु त बेबी कस्तो छ? मिठो होला नि। हजुरको सधैँ खाइरहने होइन? अब आएर अब स्वस्तिकाको टर्न खाऊ। माछा लाटे यस्तो पोखरा जस्तै छ भाइ। नेपालको पोखरा जस्तो ठाउँ कि यो ठाउँ चाहिँ यस्तो चहलपहल हुने रातिमा अनि यस्तो रमाइलो कि फेवा लेक जस्तो। अनि यहाँ चाहिँ साइडमा बसे जस्तै छ। यहाँ अन्त फेरि छुट्टै छ कि यहाँ इन्डियन गीत बजाएर मस्त बियर खाएर साइडमा बसेर पुरै इन्डियन गीत। थरी मान्छे देखिन्छ। कोही कस्तो कोही कस्तो कोही कस्तो पाराको कोही कस्तो हजुर फेरि कस्तो पाराको। हामी चाहिँ हाम्रो अपार्टमेन्ट आयौँ। अब रातिको कति बज्यो? 11:10 भयो। अब हामी सुत्छौँ एकछिनमा। गुड आफ्टरनुन गाइजहरू। हामी चाहिँ अब 2:50 भयो। यत्तिकै डुल्दै हिँड्न लाग्यो। हिजो चाहिँ पानी परेको थियो अनि आज चाहिँ परेर रहन्छ। खासै थाहा भएन। नुहाइधुवाइ गऱ्यो गऱ्यो निस्केर बाहिर आएको त बाहिर त घामै रहेछ। न सनस्क्रिन लगाइएको छ न त छाता छ। तर रमाइलो यही छ। अब गोरु हुने तिमी नेपाल गर म अमेरिका गएर। नेपालमा त झनै घाम छ। भर्खरै सबवे खाएर बेबी जाम घुम्न भनेको बुढीले यहाँ लिएर आयो घुम्न। के गर्नु? मेकअपको सामान त देख्नै हुँदैन मेरो हुनेवालीलाई। के हो तिमी? कहाँ जान मन लाग्यो रे? बेबी फ्लाइट एक्सपिरियन्स गर्न मिल्ने, प्लेन चलाउन मिल्ने सिमुलेटर। नचाइ नगर्नु न हो। यो चाहिँ सिङ्गापुर पार्लियामेन्ट हो।
यो चाहिँ हामी यहाँ हिँडिरहेछौँ हामी यहाँ स्टारबक्स छ अब हामी उहाँ अगाडिको मल घुम्न जाँदाको कति धेरै मलहरू छ क्या यहाँ यस्तो रमाइलो हामी फेरि अर्को मल आयौँ यहाँ चाहिँ बेबीले चाहिँ यहाँ के अरे बिहारबाट प्लेन चलाउने रे त्यही भएर हामी यो अर्को मलमा आएको है यो चाहिँ यहाँ यस्तो छ कति धेरै मलहरू हुँदो रहेछ कि यहाँ त भयो भेट्नु भयो प्लेन उडाउने बिहारबाट प्लेन उडाउने हेर्न आएको के भयो महँगो भयो कति रे 30 मिनटको 30 मिनटको 200 कति डलर ए आमा के फेरि साँच्चीकै उडाउने नै होइन कि यस्तो बिहारबाट उडाउने हो हामी ल्यापटप नै हेर्न आएको है यहाँ कस्तो कस्तो मोडल रहेछ भनेर AMD Ryzen 7 यो चाहिँ माथि चढिरहेको छ के खुट्टा कामेको अनि गाह्रो पनि भयो त्यहाँ हेर्नु त तल झर्या हो र सकेन है त्यत्रो तलबाट छ अनि हात गल्यो भाइ अझै यहाँ माथि पुग्न छ तर अलमोस्ट पुग्न लागेको हो नि है बेबी फेरि सानोवाला रहेछ अनि यो सानो नानीले गरिरहेको छ कि यहाँ ओ माई गॉड सिङ्गापुरको रमाइलो आमा कति धेरै मान्छे हुन आज कति धेरै ओएमजी मान्छे छन् भाइ के रहेछ आज बेबी के रहेछ आज कति धेरै हुन्थ्यो हेर्नु त्यहाँ नि बसिरहेछन् कन्सर्ट हो र अनि मैले चाहिँ एउटा सिफोराबाट एउटा टाटको कन्सिलर किनेर आएँ कस्तो महँगो पर्दो रहेछ भाइ $47 चाहिँ एक्सपिरियन्स यहाँ के खेल्न आएको रे बेबी रेस गर्न गइराखेको छ बेबी आर यु एक्साइटेड भइसक्यो अहिले रातिको 7:58 गइसक्यो साँझको अनि हामी भर्खरै सबै मलहरू घुमेर खाएर त्यहाँ गेमहरू खेलेर अनि बल्ल फर्किँदैछौँ यहाँ सिफोरा पनि छ म कस्तो ह्याप्पी छु आज सिङ्गापुरको पार्लियामेन्ट हो ल यस्तो छ है सिङ्गापुर यस्तो छ ऊ मान्छेले त्यहाँ बाटो काट्नलाई कुदिरहेछन् अब त्यो रेड लाइट ग्रिन बसी चाहिँ मान्छेहरू बाटो काट्छन् पोखराको भाइब्स दिन्छ भाइ बेबी है यहाँ कस्तो पोखरा जस्तै छ लेक साइड पोखरा चियाको क्रेभिङ भएर हामीलाई त्यसरी हामी चिया अनि यो खाँदैछौँ हामी कहाँ जाँदै हो रे त्यहाँ गएर झ्याप हुन जाँदैछौँ झिप्पाए थिएँ भन्नु न राम्रोसँग भन्नु न बेबी र म चाहिँ यसो रातिको 10 बजिसक्यो हामी चाहिँ यसो लाएर हिँडिरहेछौँ ट्याक्क लाएर त्यहाँ बस्ने अनि बुढाबुढी टाइम गफ गरेर बस्ने दुःख सुखका ट्याक्क त्यहाँ बोट हेर्दै ल ठिक छ बेबी दुःखका कुराहरू एउटा दुईटा इक्जाम्पल देऊ न दुःखका अब ट्रम्पले मेरो रोकिदियो बुढाबुढी फेरि लङ डिस्टेन्स हुने भयो अबको 2 दिनपछि यस्तै छ कहिले दिन्छ भिजा के हो पुरै पज गरेछ यस्तै बुझ्नुभयो बुझेँ ल यहाँ बसेर टक्क लाएर कस्तो रमाइलो छ यहाँनिर चाहिँ मान्छेहरू यस्तो मजाले बस्छन् है टक्क लाएर बेबी चाहिँ यहाँ कोक खाँदै हुनुहुन्छ भ्यू हेर्दै अनि वहाँनिर चाहिँ पुरै तलबाट माथिसम्म त्यो के गेम भन्छ अरे बेबी त्यसलाई रोप स्विङ होला आई डोन्ट नो रोप स्विङ मैले फर्स्ट टाइम देखेँ तलबाट यस्तो माथि त्यो छ नि त्यो पिलर हो त्यो भन्दा नि माथि पुऱ्याइदिन्छ कि यसरी त्यो के अरे के भन्छ अरे त्यसलाई गुदेली हाने टाइपले क्लार्की बसेर
अब यहाँ चाहिँ बोटहरू हिँड्छन्, मान्छेहरू हिँडिरहेछन्। उतैबाट आउँछ यो पानीमा। यस्तो रमाइलो ठाउँ छ सिङ्गापुर, साह्रै रमाइलो छ। Cool. Use AI, It's use so YouTube, like- everything that you can, right? बेबीले And then यहाँ learn on your free time. मनी एक्सचेन्ज गर्न आएको। यहाँ पुरा It's like भैयाले के How I पर्चेस look at यस्तो it कुन फिल्ड राम्रो छ युएसमा You and I भनेर were in the सोधेको। same बेबीले time यहाँ zone. पुरा right now what's the time? उ गरिरहनुपर्छ। It's 23:10, 11:10. It's 11:10 for you, 11:10 for me. How you utilize your 11:10 and how I utilize 11:10 is what decides your future. स्पेनिस किचनमा आछौँ। यहाँ चाहिँ यस्तो छ। एउटा सिक्की छ है त मिठो। के भन्छ रे यसलाई? सिको के भन्छ यहाँ? गए सबै पानी पर्नलाई कस्तो अँधेरो भयो भाइ। बादलहरू नि फार्दै गएर पुरै कालै भयो। हामी चाहिँ रेडी भएर चाहिँ हामी कहाँ जानु लाग्यो रे? घडी लाउने कोसिस छ। ला कहाँ जानु लाग्यो रे हामी? हामी चाहिँ के अरे गार्डन अफ द बे। गार्डन अफ वे जानु लाग्यो। अब यहाँ हेर्न पिम्पल आएछ। ल ट्रेनिङ गरेर के नि कति ठुलो ठुलो बिल्डिङ छ। ओ माई गड। हामी यता जाने हो अब। यता कोलका डट के ठ्याक्कै हिँड्दै थियौँ अनि एउटा दिदीले लाउनु भएको थियो क्या। अनि मैले बेबीलाई भनेँ बेबी के हो तिम्रो त लुगा जहाँ पनि म्याच हुन्छ त भन्नुभयो है। हिजो पनि एउटा भएको थियो कि। अनि त्यसपछि अब मैले ट्रेन्डी लुगा लाउँछु अनि अरूले पनि त्यस्तो लाउँदा हुन् नि त भनेको। अब उसले पनि लगाइरहेछ नि त मेरो जस्तो कपडा। त्यही हो। यहाँ बाटो कुरिरहेछौँ। अब त्यहाँ रेड लाइट बल्यो। अब यो ग्रिन बल्यो चाहिँ अब हामी हिँड्ने। यता चाहिँ गाडीहरू रोकिन्छ। अर्को ठाउँ आयौँ है। बिल्डिङ मोबाइलले समात्नै नसक्ने छ नि। ओ माई गड। अब मरिना बे अफ स्यान्ड्स 3टा घरमाथि त्यो बोटको सेपमा चाहिँ ठुलो छ होटल चाहिँ। रमाइलो छ कि यो ठाउँ हिँड्न। त्यहाँनिर ऊ छ। बेबी यसलाई के भन्छ यो पानीकोलाई? के भन्छ यो खै पानीको बनाएको छ। अब न यसलाई पोन्ड भन्छ, न यसलाई लेक भन्छ, न यसलाई रिभर भन्छ। रिभर भन्छ। मान्छेहरू आफ्नै दुनियाँमा छन्। कोहीले के गरेछन् यस्तो छ। मरिना बाई स्यान्ड्सको यो सपिङ मलमा छिरिरहेको छ। मैले चाहिँ कस्तो सफा छ, कस्तो दामी छ। वाउ अहिलेसम्म हेरेको मलमा अनि यो त मरिना बेको हो नि त। कस्तो बबाल हाम्रो ब्रान्डहरू छ कि यहाँ। ट्याक्क लाएर ड्रेसहरू नि सन्ने। विकास भनेको यही हो कि यस्तो बबाल छ यार। ओ माई गड। है बेबी पहिला खाना खाँदा नि जाम। फोटोहरू वाउ कस्तो राम्रो देखेको। टल्के छ कि मान्छेको अनुहारै देखिने तरिकाले टल्किरहेछ भुइँ पनि। ओ माई गड। लरेन YSL अनि त्यहाँ चाहिँ लुई भिटोन, यहाँ प्राडा। कस्तो राम्रो कि यो मल चाहिँ एकदमै बेस्ट। एउटा यहाँ एस्टे लाउडर। यस पार्ट चाहिँ छुट्टै स्टल छ है। थरी चाइनिज, जापानिज, स्पेनिस, इटालियन, इन्डियन सबै छ क्या। पलक्क घुमेर सर लाएर स्टलहरू रहेछ फुडहरूको। यसरी हुँदो रहेछ कि यहाँ चाहिँ ट्याक्क लाएर यसरी राखेर अनि दिँदा रहेछ सबै ठाउँमा। त्यस्तै खाएर अब चाहिँ यहाँ फ्राइड चिकन एन्ड मसरुम रोल्स खानु लाग्यो। के भयो बिल्ला भएर? पहिला यसो गरेँ बुझ्दै बुझिनँ। पछि यसो गर्दै बल्ल बुझेँ। अनि त्यसपछि त्यहाँ माथि ट्रे मागेर रहेछ नि। अनि ट्रे राखिदिएँ। अनि त्यहाँ सुप हालिदिएँ। अनि म त अहिले सुप खाँदै गर्ने होला अनि आउँदै गर्ने होला भनेर लिएर आएको त सर न मुच्छा बनाएर हाँसेँ। त्यो त मात्रै हो भने के हो है? ए सुप छुट्टै हो त खाइयो। अनि अब चाहिँ हामी हिँडिरहेछौँ यता अगाडि। अर्को पर्चेज है सिफोरामा।
थ्याङ्क यू बेबी, भाग्नु भयो बेबी त। कोचमा हेर्न आएको कति भन्दो रहेछ सिङ्गापुरमा त ब्यागलाई भनेर, तर त्यही वाला चाहिँ छैन, यस्तो छ। यो पर्सलाई 175 रे सिङ्गापुरियन डलर। ओ माई गड, हेरेको यस्तो एक्सपेन्सिभ। यो ब्यागलाई 6999 रे। ओएमजी, लुई भिटनमा जानु लाग्यो है। लुई भिटनको चाहिँ ब्यागको प्राइस कति रहेछ है त हेर्न पर्यो। सस्तो रहेछ एउटालाई यहाँ तल लुई भिटन। यो चार्ल्स के गरे बेबी, चार्ल्स किथको ब्याग लास्टमा दुईटा किन्नुभयो रहेछ कि, उता मम्मी र यता मम्मीलाई। ओ माई गड, चितवन मम्मी र उहाँ युएस मम्मीलाई रे। अझ मलाई त थाहा नै थिएन कि, त्यही भएर पो मलाई तिमी हेर्दै गर न भन्नुभएको। बाफ्रे, ल हिँड्नु लिएर। इतना खुसी, इतना माया। पछाडि फोगर लाछ हजुर, त्यहाँ बसेर पानी पऱ्यो। लगेजमा चाहिँ अट्छ कि अट्दैन के भन्न चाहनुहुन्छ? ओहो सकिएन। बुढापा आएपछि के चाहियो खै बेबी, यता घुम्दिनु। आफैले बोकेर हिँड्नुभएको छ। यो चाहिँ टेक अवे टी मेनु र यहाँ टी पाइदो रहेछ है। यहाँ कहाँ जानुभयो? मरिना बे स्यान्ड्सबाट निस्केर सपिङ हल्का फुल्का गरेर अनि बाहिर निस्किरहेछौँ। अब चाहिँ हामी हाम्रो होटलतिर जान्छौँ। जाम बेबी आउनु के। ला स्विच अफ भएछ। यहाँबाट आयौँ। यो चाहिँ मरिना बे स्यान्ड्स हो। यो चाहिँ बेबी यो चाहिँ के हो भनिदिनु त, एक्ज्याक्ट के हो यो? यो के हो? त्यो तिनवटा भ्यू भएको मरिना बे अफ स्यान्ड्स नै हो। त्यो के हो त नि त भने? मरिना बे अफ स्यान्ड भनेको एउटा आर्किटेक्चर बिल्डिङ द्याट इज भेरी युनिक इन दिस इन्टायर वर्ल्ड। आई थिङ्क यो अन्ली वान एन्ड ओन्ली पिस हो ओल्डमै है। यसको चाहिँ हेर न आर्किटेक्चर पनि एकदमै युनिक टाइपको छ होइन। त्यो हेर्दा बोट जस्तो लाग्छ मलाई, किनभने यता चाहिँ धेरै जस्तो ओसन छ नि त, त्यही भएर पनि बोट हो जस्तो लाग्छ है मलाई चाहिँ। Not too sure, I need to do more research on it. आज चाहिँ हाम्रो सेकेन्ड लास्ट दिन हो सिङ्गापुरमा। भोलि चाहिँ हामी यहाँबाट जान्छौँ। भोलि चाहिँ हाम्रो फ्लाइट छ। मेरो चाहिँ 6:30 बजेको फ्लाइट छ, उहाँको चाहिँ 8:35 को फ्लाइट छ। अनि आज सेकेन्ड लास्ट डे। अब हामी चाहिँ यसो घुमौँ आजको दिन भनेर बाहिर निस्केको। यो सबवे खाएको हामीले। यो चाहिँ कुन फ्लेभर? यो चाहिँ के को रे, कस्तो रोल हो? हामी चाहिँ यहाँ सिंहले पानी फालेको ठाउँमा आएको आज चाहिँ। ठ्याक्कै यहाँ चाहिँ यो सिंहले पानी फालेछ अनि त्यहाँ चाहिँ मरिना बे स्यान्ड्स छ ट्याक्क लाएर। अनि त्योभन्दा पछाडि चाहिँ गार्डन 5 डेज छ। भिड छ क्या यहाँ यो पानीमा सिंहले पानी फालेको फोटो खिच्न आउनलाई। हुन्छ त भिड छ। हामी चाहिँ यहाँ चक्लेट क्रोसन्ट र स्टारबक्स खाँदैछौँ एज अ के भन्नु यसलाई अब खाजा। यसको चाहिँ बल, त्यो मिनी बल, यो बिग बल अस्ट्रेलियन ब्रान्ड होइन खानु त। हाम्रो चाहिँ आज लास्ट डे हो है सिङ्गापुर। अहिले फ्लाइट हो। मेरो चाहिँ 6:50 फ्लाइट अनि उहाँको चाहिँ 8:35 फ्लाइट छ आज। त्यही भएर हामी अब बिहान चाहिँ एकछिन बेबीलाई एउटा ब्याग किनिदिँदैछु। हिजो क्यासिनोमा मैले $350 जितेको। अनि बिचरा मेरो बेबीले यत्रो गर्नुहुन्छ मेरो लागि, के किनिदिनुहुन्छ, कहाँ घुमाउनु लानुहुन्छ। अनि यसो
मेरो बेबीलाई चाहिँ सबै चाहिँ आज Once you go branded, you never go unbranded is what they say. So let's see. लाग्छ म कहाँ गएर रुम भनेर हेरिरहेको छु किन आज चाहिँ एकदमै खुसीको दिन साह्रै नै दुखीको पनि खुसीको पनि किन दुखी किन भने अब हामी यत्रो 21-22 दिन सँगै बसेर चाहिँ अब तिमी नेपाल म अमेरिका जाँदैछु होइन तर खुसी चाहिँ सबसे खुसी चाहिँ म यसमा छु आफ्रे इतनी खुसी के भयो नाटक गर्नुहुन्छ बेबीले मैले बेबीलाई किनिदिएन बेबीले मलाई फेरि यसरी चाहिँ आफ्नो डेस्टिनेसन कन्ट्रीतिर म नेपाल बेबी युएसए हाम्रो यहाँ लगेजहरू भइसक्यो म चाहिँ टर्मिनल 2 मा जाने बेबी चाहिँ टर्मिनल 4 मा जाने होइन ल सी यू अबको दसैँमा बेबी राम्रोसँग जानु हेभ अ सेफ फ्लाइट है यो 23 दिनको ट्रिप चाहिँ एकदम मेमोरेबल एकदम रमाइलो हो थ्याङ्क यू सो मच फर एभ्रिथिङ बेबी ल जाँदैछौँ है अहिले अब मेरो त चेक इन कतिखेर अरे स्टार्ट हुने अब एकछिनमा स्टार्ट हुन्छ अब 15-20 मिनटमा स्टार्ट हुन्छ यत्रो दिनपछि अब हामी जान लाग्यौँ म नेपाल उहाँ युएसए यही हो है सिङ्गापुर एयरपोर्ट यति ठुलो छ ओ माई गड हामी चाहिँ यहाँ लाउन्जमा बसेर खाना खाँदैछौँ है यो चाहिँ लाउन्ज भयो अब हामी यहाँ 1-1.5 घन्टा बस्छौँ अनि बोर्डिङ क्लासको लागि जान्छौँ बेबी खानु न मिठो छ बेबी भर्खरै जानुभयो अनि म चाहिँ ट्रेनतिर चढिसकेँ अब एकछिनमा उठ्छ ट्रेनको खाना आयो बल्ल भर्खरै ल्यान्ड भयो काठमाडौँमा यस्तो टायर्ड भइसक्यो 10-9 भइसक्यो अब यहाँ लगेज कुरेर बसेछु म अझै आएको छैन लगेज लिएर अब हिँडेको घरतिर गाइस भर्खरै आएर खाना खाएर यहाँ मम्मीले खाना बनाउनु भयो अनि खाना खाएर अब चाहिँ सुत्न लाग्यो टायर्ड भयो फ्रेस भएर सुत्न पर्यो थ्याङ्क यू सो मच फर वाचिङ बाई